हेलो एभ्रिवान, वेलकम टू माई युट्युब च्यानल। आज म तपाईहरुलाई स्टुडेन्ट भर्जन र पेड भर्जन कसरी डाउनलोड गर्ने सफ्टवेयरहरु भन्ने सिकाउन गइरहेको छु। सुरुमा ब्राउजर अन गर्नु होला, त्यसपछि गुगलमा जानु होला। गुगलमा गएपछि सोर्स क्याड भन्ने तपाईको एउटा वेबसाइट छ, त्यो वेबसाइट भित्र जानु होला। यस्तो देखिन्छ त्यो वेबसाइट, अनि यसको भित्र जानु होला। यसको भित्र गएपछि तपाईहरुले अब यो एउटा इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ भित्र चाहिँ अब धेरै कुराहरु छ। तपाईले यसमा सुरुमा लगइन गर्नु होला। लगइन भन्दा मेरो त अब मैले बनाइसकेको छु, रजिस्टर गरेको छु। तपाईले साइन अप गर्नु होला। साइन अप गरेपछि लगइन आउँछ। तपाईको मेलमा एउटा लिंक आउँछ, त्यो लिंकबाट तपाईले अटोमेटिक डाइरेक्ट यो वेबसाइट भित्र छिर्न सक्नुहुन्छ। मैले चाहिँ बनाइसकेको छु, त्यही भएर म भित्र लगइन गर्छु। लगइन गरेपछि तपाईले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईको यो लेफ्ट साइडमा चाहिँ तपाईको यहाँ धेरै कुराहरु राखेको छ। तपाईको कोर्सहरु नामहरु राखेको छ। अब गेट सफ्टवेयर भित्र छिर्नु होला। गेट सफ्टवेयर भित्र छिरेपछि तपाईलाई कुन सफ्टवेयर चाहिएको, अटोक्याड चाहिएको कि फ्युजन चाहिएको कि 360 चाहिएको कि सलिडवर्क्स, रेभिट। म अहिले चाहिँ अटोक्याडको लागि गर्छु। अटोक्याड तपाईले गर्नुभयो भने यहाँ तपाईलाई फ्री स्टुडेन्ट भर्जन पनि छ, फ्री 30 डेज ट्रायल पनि छ, कमर्शियल भर्जन पनि छ, इनएक्सपेन्सिभ कमर्शियल भर्जन। यो त निटिजन चाहिँ पेड भर्जन हो। अब तपाईलाई स्टुडेन्ट भर्जन त डाउनलोड गर्नु छ भने अब गेट स्टुडेन्ट भर्जन भित्र जानुस्। यो डाइरेक्ट तपाईलाई अटोटेक्सको वेबसाइटमा लग्छ यसले। अनि यहाँ गएपछि तपाईले अब यहाँ तपाईले अटोक्याड चाहिन्छ भने जुन जुन सफ्टवेयर तपाईलाई चाहिन्छ त्यो सफ्टवेयरको जस्तो यो सिलेक्ट गर्नु होला। यो सिलेक्ट गरेपछि तपाईले अब यहाँ स्टुडेन्ट भर्जन, एजुकेटर भर्जन भनेको चाहिँ यहाँ धेरै कुराहरु लेखेको छ। फ्री स्टुडेन्ट यस्तो कुरा लेखेको छ। यो सिलेक्ट गरेर भित्र छिर्नु होला। भित्र छिरेपछि तपाईले अब यहाँ धेरै कुराहरु तपाईले लेख्नु पर्ने हुन्छ, आफ्नो डिटेल्सहरु लेख्नु पर्ने हुन्छ। तपाईले यसमा चाहिँ कलेजको आईडी कार्ड कि सर्टिफिकेट पनि माग्छ। त्यो सबै गरेपछि तपाईलाई डाइरेक्ट यो अटोडेस्कको यो सफ्टवेयरको डाउनलोड लिंकमा पठाइदिन्छ डाइरेक्ट। अब जस्तै गेट 30 डेज ट्रायल गर्नुभयो भने यहाँ पनि तपाईको डाउनलोड फ्री ट्रायल भनेर आउँछ डाइरेक्ट। यो डाउनलोड गरेर तपाईले 30 दिनको लागि मजाले प्र्याक्टिस गर्न सक्नुहुन्छ। अब यसमा पनि धेरै इन्फर्मेसनहरु भर्नुपर्ने हुन्छ। इन्फर्मेसन भरेर अनि तपाईको डाउनलोड हुन्छ। डाइरेक्ट तपाईले चलाउन सक्नुहुन्छ। 30 दिनको लागि तपाईले चलाउन सक्नुहुन्छ। अब तपाईलाई पेड भर्जन चाहिएको छ भने यो गेट कमर्शियल भर्जनमा जानु पर्यो। अब यहाँ पनि तपाईको यो डाउनलोड फ्री ट्रायल भन्ने दिएको छ। यसमा पनि अब तपाईले यो फ्री ट्रायल गर्नु छ भने यसको यो माथि दुईटाकोमा जानु होला। यदि हैन मलाई अब किन्नु छ, पेड गर्नु छ भने तपाईले यसमा जानु होला। यो इनएक्सपेन्सिभ अलि यो भन्दा लाइट भर्जन हुन्छ, अलि सस्तो हुन्छ। अब यसै गरी तपाईलाई रेभिट चाहिएको छ भने रेभिट भित्र यहाँ रेभिट भित्र जानु होला। रेभिट भित्र पनि तपाईले अब धेरै स्टुडेन्ट भर्जन पनि छ, 30 डेज ट्रायल पनि छ, कमर्शियल भर्जन पनि छ। यो यसरी तपाईले चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। अरु धेरै सफ्टवेयरहरु छ यसमा। तपाईहरुले आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनियरहरु सबैलाई चाहिने सफ्टवेयरहरु यसमा मजाले राखेको छ। र यो वेबसाइटमा चाहिँ तपाईले अब अनलाइन कोर्सहरु पनि लिन सक्नुहुन्छ। कोर्सहरु पनि धेरै राम्रो छ यसको कोर्सहरु। मैले पनि 2-3 वटा कोर्स लिएको छु, एकदमै राम्रो लाग्यो मलाई। यहाँको कोर्सहरु सबै तपाईलाई राम्रो भएको छ। एकदम धेरै हेल्पफुल यो वेबसाइट छ एकदम। थ्यांक यू।